ल विद्यार्थी भाइ बहिनीहरु स्वागत छ। आज हामी वेव्स एन्ड मोसन को बारेमा पढ्दै छौं। यो क्लास 12 को च्याप्टर 1 रहेको छ। च्याप्टर 1 12 क्लास हैन। आज हामी सर्टमा यसबारे के यसको टाइप्सहरु अनि वेव्स एन्ड ओसिलेटरी मोसन, टाइप्स अफ ओसिलेसन एन्ड रिसोनेन्स यसबारे यी सबै नभए तापनि टाइप्स अफ वेव्स मा हामी छिर्छौं र यसलाई क्लियरिफाई गर्छौं है त। विद्यार्थी भाइ बहिनीहरुलाई मैले के जानकारी गराउन चाहे भन्दा हामीसँग बोर्डको अभावले हामी कपीमै अहिले जारी गरौं। हामी बिस्तारै आगामी दिनहरुमा हजुरहरुलाई व्यवस्थित ढंगले अगाडि लग्नेछौं। त्यसको लागि सरी ल। वेव्स एन्ड टाइप्स अफ वेभ। नम्बर 1 मेकानिकल वेभ। नम्बर 1 मेकानिकल वेभ। हामीले यसलाई इलास्टिक वेभ भनेर पनि बुझ्ने गर्दछौं। यसको अर्को नाम के रह्यो त? इलास्टिक वेभ। के रह्यो? इलास्टिक वेभ। त्यसपछि नम्बर 2 रहेको छ इलेक्ट्रोम्याग्नेटिक वेव्स। अनि यसको अर्को नाम के रहेको छ? नन मेकानिकल वेभ। अनि अर्को रहेको छ म्याटर वेव्स है त। ल टाइप्स अफ वेभमा के पर्यो? मेकानिकल वेव्स और इलास्टिक वेभ, दोस्रोमा इलेक्ट्रोम्याग्नेटिक वेव्स और नन मेकानिकल वेभ, तेस्रोमा म्याटर वेभ। ल मेकानिकल वेभ को हामी अलिकति सर्ट डेफिनेसन लेखौं, निकै नै छोटो डेफिनेसन लेखौं। द वेव्स which require a material medium for their propagation called mechanical wave। मेकानिकल वेभ भनेको त्यस्तो वेभ हो जसले प्रोपागेसनको लागि कुनै साधन चाहिन्छ, कुनै मेटेरियल मिडियम चाहिन्छ। इक्जाम्पलको लागि वाटर, साउन्ड एन्ड सेस्मिक वेव्स। अनि दोस्रोमा रहेको छ इलेक्ट्रोम्याग्नेटिक वेभ। यसको पनि सर्ट डेफिनेसन के छ भन्दा द वेभ which do not require a material medium for propagation। हेर त, मेकानिकल वेभमा मटेरियल मिडियम प्रोपागेसनको लागि चाहिन्छ भने इलेक्ट्रोम्याग्नेटिक वेभमा चाहिदैन। कति सजिलो। मेकानिकलको उल्टो इलेक्ट्रोम्याग्नेटिकको उल्टो मेकानिकलमा चाहिन्छ, इलेक्ट्रोम्याग्नेटिकमा चाहिदैन। के चाहिदैन भन्दा प्रोपागेसनको लागि मटेरियल मिडियम। अब इलेक्ट्रोम्याग्नेटिक वेभको इक्जाम्पल के रहेको छ भन्दा रेडियो वेव्स, visible and ultraviolet light, X-ray etc हैन। कति सजिलो। त्यसपछि म्याटर वेभ चाहिँ क्लास 12 मा आएर अलिकति
थपिन्छ किनभने हामी क्लास 12 मा आउनुभन्दा अगाडि 9 क्लासमा होला सायद मेकानिकल वेव्स र इलेक्ट्रोम्याग्नेटिक वेव्सको बारेमा पढिसकेका हुन्छौँ। म्याटर वेव्सको बारेमा हामी पछि आएर पढ्छौँ है त, जुन अहिले हामी पढ्दैछौँ। यसको पनि सर्ट डेफिनेसन, द वेव्स व्हिच आर, सबैले हेर त म्याटर वेभको डेफिनेसन के छ, द वेभ व्हिच आर एसोसिएटेड विथ द मोसन अफ द पार्टिकल्स अफ एटमिक और सब एटमिक साइज भन्नाले त्यस्तो वेभ जो पार्टिकल्स अफ एटम और सब एटमिक साइजसँग सम्बन्धित छ भने त्यस्तो वेभलाई के भनिन्छ, म्याटर वेभ। हाउ इज इट? अनि यसको इक्जाम्पल रहेको छ, निकै नै सजिलो इक्जाम्पल रहेका छन् यिनीहरूका। इक्जाम्पल नम्बर 1 इलेक्ट्रोन्स, प्रोटोन्स इटिसी है। ल आजको बारेमा हामीले यति टाइप्स अफ वेभ एन्ड मोसनमा वेभ मोसनको टाइप्स अफ वेभमा हामी मेकानिकल वेभ, इलेक्ट्रोम्याग्नेटिक वेभ र म्याटर वेभ यिनीहरूको डिफिनेसन, सर्ट डिफिनेसन, इक्जाम्पल अनि यिनीहरूको कन्सेप्ट अलिकति बुझेका छौँ, धेरै त छैन। विशेष गरी अब हामी आगामी दिनहरूमा यिनीहरूको पार्ट 1, पार्ट 2, पार्ट 3 ल्याउँदै हामी अगाडि बढ्नेछौँ। सबैले माया गरिदिनु होला। प्लिज लाइक, सेयर एन्ड कमेन्ट, अल्सो डु सब्सक्राइब। थ्याङ्क यू।